नेपालको राजनीतिक धेरै पुरानो पनि होइन। प्रजातन्त्रदेखि अहिले गणतन्त्रसम्म आउँदा भएको कुनै पनि विशेषज्ञ भारतकै नाममा जान्छ। भारतले जे चाहन्छ नेपालमा त्यही हुन्छ भन्ने हाम्रो पहिलेदेखिको उसो। अहिले जब राजा पोखरादेखि काठमाडौँ फर्किनुभयो त्यो टाइममा आदित्य योगको फोटो सहित राजा ज्ञानेन्द्र शाहको फोटो गरियो। त्योपछि झन् इन्डिया मिडिया नेपालको मिडिया तात्तिएको थियो। आज भर्खरै लघुजी पन्थ अनि ज्ञानेन्द्र शाहीको भिडन्त भयो संसदमा पनि। तर यो त्यति सजिलो छैन कि नेपालमा राजतन्त्र फर्काउनको लागि त्यति सजिलो पनि छैन। तर पनि सबै जनताको हातमा हुन्छ। जनताले चाह्यो भने त्यो गर्न सक्छ। प्रजातन्त्र फाल्यो, धरा शासन फाल्यो, राजतन्त्र फाल्यो, अहिले गणतन्त्र फाल्न पनि त्यति गाह्रो हुन्छ होला जस्तो मलाई लाग्दैन। सिर्फ 10-15 दिन आन्दोलन गर्यो भने यो गणतन्त्र ढल्छ अनि जनताले जे चाहन्छ त्यही आउँछ। तर पनि भन्दै गर्दा नेपालको गणतन्त्रको इतिहास 16 वर्ष पुरानो धेरै पनि होइन। 16 वर्षभन्दा पहिला 10 वर्ष जनआन्दोलन गरेर 10 वर्ष 17,000 मानिसको मृत्यु भयो। जुनमा प्रचण्डले 5,000को म जिम्मा ल्याउँछु भन्नुभएको थियो। त्यो जिम्मा ल्याउनु पर्ने कारण के थियो, कस्तो थियो भन्ने आज संसदमा कुरा उठिरहेको छ। यो कुरालाई मध्यनजर गर्दै राजा ज्ञानेन्द्र शाह भन्नुहुन्छ, जब उहाँले प्रजातन्त्र दिवसको अवसरमा भन्नुभयो, यो मुलुक बनाउनु छ भने मलाई साथ दिनु भन्नुभयो। जब उहाँ पोखराबाट फर्किनुभयो त्यो टाइममा काठमाडौँमा जनता उर्दिए। त्यो टाइममा धेरै उस भयो, धेरै यताउति भयो। तर पनि राजतन्त्र फर्किन सक्ने कुनै पनि सम्भावना छ। तर पनि त्यति कठिन पनि छ। समाधान गर्नुपर्छ। कठिन चाहिँ धेरै छ। राजतन्त्र फर्किनु कठिन धेरै छ। तर पनि जनताले चाह्यो भने फर्किन सक्छ। त्यही भएर गणतन्त्रवादीहरू राम्रोसँग काम गर, राम्रोसँग विचार गर। 16 वर्षसम्म लिएको तिमीले गणतन्त्रलाई सुरक्षा राख्ने हो भने जनताको मन जित, यति भन्न चाहन्छु।